Thank you. मलाई लागि श्रमदान बाँस काट्ने श्रमदान हुँदैछ सबैजना लाग्दैछ बाँस काट्नलाई जङ्गलमा श्रमदान हुँदैछ यहाँ बाँस काट्ने तपाईँ हुँदै ल आज श्रमदान जङ्गलमा बाँस कटाइ हुँदैछ साधारण ग्रुपहरूको ग्रुप हो यो हाम्रो दुर्गा दाइ यता हुनुहुन्छ दुर्गा दाइ हैसा गर्नु हैसे हो ल यो त यस्तै काम भइरहेछ दाजु होइन धमाधम यसरी भइरहेछ हाम्रो सेवादल गुरु नै बोकेल न गुरु ल ल सन्तोष राख्नु आफ्नै मन नराम्रो कहिले नसोचौं दुःखको बिउलाई नछरौं नराम्रो हुन्छ कतिवटा भाषा नि ल गुम्बाको श्रमदान हुन्छ धेरै धन भान्जा सत्य उसको गर्नै पर्यो होइन भान्जा लोभीको हुन्छ सम्झी धेरै धन आराममा हुनु छ हुँदैन सत्य उसको मन हात उठाउनु न हौ ल सम्धी हाम्रो सम्धी कडा हुनु चाहिँ मृत्युको चक्र लोकमा जन्म मृत्यु यो लोकमा अरूलाई आँखा नतर्नु गुम्बाको नाममा हेर्नु मायाले हेर्नु सबैलाई शत्रु मित्र दुवैलाई दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु दुष्ट विचार हटाउनु हाम्रो भतेश ल मन जित्नु मिति 2021 साल चैत 7 गते बिहिबारका दिन निर्माणाधीन गुम्बाको लागि कन्का नगरपालिका वार्ड नम्बर 2 सुकेटाकीमा सामुदायिक वनबाट प्राप्त अनुदान 50 थान बाँस काट्न ध्याय बमोजिमको श्रमदाताहरूबाट श्रमदान मार्फत बाँस काटेर गुम्बा पुर्याउने काम सम्पन्न गरियो। 1 मा धनबहादुर गुरुङ दमक 9, दुर्गादत्त गुरुङ 2 मा दुर्गादत्त गुरुङ दमक 9, आफ्नो मन लालबहादुर गुरुङ 11, यामकुमार गुरुङ 3, राजकुमार गुरुङ 2, बलाकाजी गुरुङ 11, नरेन्द्र गुरुङ कर्काई 2, नरबहादुर गुरुङ कर्काई 2, टीकाराम गुरुङ कर्काई 2, किशोर कोरली गुरुङ कर्काई 3, चन्द्रकुमार गुरुङ कर्काई 3, हेम गुरुङ कर्काई 3, शेरबहादुर गुरुङ प्रमुख लामा, त्यसैगरी मदन किशोर गुरुङ कर्काई 3। त्यसैगरी सम्पूर्ण श्रमदाताहरूलाई खाना तथा खाजा सौजन्य ध्याय बमोजिमको दानवीर दाताहरूबाट खाना सौजन्य गर्नुभएको छ। 1 मा रिता गुरुङ कर्काई 2 र 2 मा एलिसा गुरुङ कर्काई 2। 20 जनालाई खाना व्यवस्थापन भनेर धन्यवाद। उहाँहरू सम्पूर्ण दाताहरूलाई गुम्बा समितिको तर्फबाट धेरै धन्यवाद। Thank you. Goodbye.